टक्क सुत्ने हो न हेलो गाइस हामी अहिले जाँदैछौँ हाट बजार होइन हामी जाने मेरो साथी धेरै दिनपछि आज भेट भयो र यसो रमाइलो गर्दै हिँडेको घुमघाम धेरै पछि भेट भयो त्यही भएर घुमघाम गर्दै हिँडेको साथीसँग अहिले कहाँ अरे औषधी होइन औषधीको हाट बजारमा जाँदैछौँ यसो घुम्नको लागि यसो हेरिदिनु होला यता जाँदैछौँ हामीहरू तालतिर फलफुल चोक होइन फलफुल चोक सामान किन आइसक्यौँ होइन अब सामान त अब त्यस्तो केही थिएन तैपनि यसो शान्तिनो किन थियो कि धेरै त किन्न थिएन बस यही किन्नलाई गएको बाङ्गोको मासु खाने गाइज खानुहुन्छ यहाँ छ बाङ्गोको मासु पकाएर खाने छैन अब धेरै अब सामानै छैन किन्न गयो भने बिहान किन्न गएको हामी यहीँ बाङ्गोको मासु हेरेर यस्तो डल्ला त केही छैन छाता पनि लिएर पानी पर्छ भनेर यहाँ हाम्रो साथी चाहिँ खाना पकाउनु लाहा टक्क लाएर हाम्रो भन्छ चाहिँ आज साथी हो अरू चाहिँ म साथीलाई भेट्न आएको होइन बनाइन्छ मासु भात खाइन्छ गाइज त्यो पनि बाङ्गुरको बाङ्गुरको मासु सट्ट खाइन्छ दुईजनाले देख्न सक्नुहुन्छ यहाँको मासु बाङ्गुरको मासु टक्क हाम्रो कुकम्यान हाम्रो कुकम्यानजीले तरकारी पकाउँदै हुनुहुन्छ गाइज तरकारी पाक्दैछ है तरकारी पाक्दैछ बाङ्गुरको मासु कसले सम्झिनु भएको छ बाङ्गुरको मासु खाने गाइज अहिले चाहिँ यतिका लागि बाँकी चाहिँ उक्त छ है गाइज ल हाम्रो साथीले खाना खोज्दै हुनुहुन्छ ओहो बाङ्गुरको मासु है फेरि कस्तो छ मिठो ओ माइ गॉड कोले खानुहुन्छ कति हो खाना आउनु गाइज बाङ्गुरको मासु यदि खानुहुन्न भने चाख्नु एकचोटि ट्राई गर्नु होइन यस्तो मिठो हुन्छ कि बाङ्गुरको मासु यस्तो मिठो ओ माइ गॉड खाएर हेर्नुहोस् पहिला हुन त प्रायः जसो बनहरूले खान्न भन्छ लुकी त खान्छन् के अरे होइन हामी मगरहरूको चाहिँ मगरहरूको चाहिँ बेस्ट हो फेरि हामी मगरहरूले यस्तो खान्छ गाइज हाम्रो कुकम्यान साथीले चाहिँ धन्यवाद बहुत मिठो बाङ्गुरको मासु गाइजहरू बब्बाल छ बब्बाल गाइज बब्बाल
ल है गाइसहरु हाम्रो मासु हेर्न सक्नुहुन्छ बल छ चोचेको मासु है